भातमाराहरू आए गाइज अन्तिम समय हेर्नु है त आज पनि आएछन् यो भातमारा भतुवाहरू भात खान यहाँ बुढो यहाँ हुन् त भातमाराहरू अरे बिचरा यहाँ आउनु न के भयो साथीहरू भए पनि आउनु भतुवाहरू नहुने त भात खानलाई म त पाउँदैन है के लोखट्नु लोकु तिमीहरूलाई ल म आइले लगाएर लड्छु तिमीहरू बुढोले आएर लानुभयो के छ ल ठिक छ यार पछि भेट भयो ओहो कामबाट आज फेरि आज बाटो पर्यो दोस्तलाई ल ल धेरै पछि आयो दोस्तको घर पनि बस्दै गर है म आउँछु एकैछिन ल साला भतुवाहरू अस्ति भर्खर आएर त्यत्रो खाएर भयो अझ बाँगाको भतुवाहरू। कति हाँस्नु यार ल साथी पानी ल्याउँ ल ओहो थ्याङ्क यू अस्ति भाउजूको हातको खाना मुखबाट पानी आएर छ अहिले पनि मिठै केटालाई आज पनि सम्झना आइरहेको रहेछ नमस्ते भाउजू भाउजू नमस्कार नमस्ते बुढो यहाँ आउनु न एकचोटि साथी म एकछिन बनाउँछु ल यो दोस्त हात त बुढाबुढी गाहन भव्य स्वागत होला जस्तो हात खसीको मसला खसीको मासु के भयो भात खाइसकेको छ केही बाना बनाएर बुढो सुरु परे भनेर पठाइदिनु बरु म त सक्दिनँ है पकाउनु फेरि अब ला के गरे के सल्लाह गरे त बुढाबुढीको सल्लाह काम लाग्ला त गाइज साथीभाइ आएको भनेर मेजबानी गर्न पर्दैन थियो जस्तो छ त्यस्तैले हुन्थ्यो त्यही त होइन त साथी हो नि कहाँ नपर्नु यार साथीहरू मलाई सम्झेर आएको छु मेरो घरमा खानुपर्छ नि मजाले मेजबानी 1 घण्टा पछि व्यापारी बिजनेस कस्तो चल्दैछ त राम्रो एकदम ठिक छ राम्रो छ काली खाना रेडी भएन भनेको भयो भयो रेडी भयो के पकायो नि काली खसीको मासु हो ओ खसीको मासु अर्को पाटको लागि फलो गर्नु है त गाइज